विश्लेषण निम्न पक्षहरूमा केन्द्रित छ। 1. अस्तित्ववादी दर्शन एक्जिस्टेन्सियलिजम। डाँपीको मूल मेरुदण्ड अस्तित्ववाद हो। यसले जौपाल सार्त्र र अल्बेयर कामुकोस दर्शनलाई नेपाली परिवेशमा ढालेको छ। 1. एक्लोपन र बिरानोपन। मुख्य पात्र विक्रम शहरको भिडमा छ, तर ऊ भित्रैदेखि एक्लो छ। उसका सम्बन्धहरूमा आत्मीयता छैन, केवल औपचारिकता र गर्जो टार्ने प्रवृत्ति छ। अर्थहीनताको बोध। विक्रमले गर्ने हरेक प्रयास, जागिर खोज्नु, सम्बन्ध गाँस्नु, अन्ततः व्यर्थ साबित हुन्छन्। यसले सिजिफसको मिथक जस्तै मानिसले अर्थहीन काम दोहोर्याइरहनुपर्ने नियतिलाई झल्काउँछ। 2. विसङ्गति बोध अब्सर्डिटी र सामाजिक व्यङ्ग्य। उपन्यासले समाज र राज्य व्यवस्थाको विसङ्गतिलाई तीखो प्रहार गरेको छ। कर्मचारी तन्त्रको कुरूपता। विक्रमले जागिरका लागि दिने अन्तर्वार्ताको प्रसङ्गले कर्मचारी तन्त्र कति संवेदनहीन र यान्त्रिक छ भन्ने देखाउँछ, जहाँ मानिसको योग्यताभन्दा फाइल र पावरको महत्त्व बढी हुन्छ। मध्यमवर्गीय कुण्ठा। उपन्यासले काठमाडौँको एउटा सानो डेरामा खुम्चिएको मध्यमवर्गीय युवाको कुण्ठालाई उजागर गर्छ, जो न त मजदुर बन्न सक्छ न त माथिल्लो वर्गमा पुग्न सक्छ। 3. डाँपी प्रतीकको अर्थ सिम्बोलिजम। शीर्षक डाँपी आफैमा एउटा शक्तिशाली प्रतीक हो। छायामा बाँच्नु। डाँपी सधैँ खुकुरी दापभित्र लुकेर बस्छ। यो ती मानिसहरूको प्रतीक हो जो शक्तिशालीहरूको छायामा दबिएका छन्। धारिलो तर निरीह। विक्रम शिक्षित छ, उसँग विचारको धार छ, डाँपी जस्तै, तर समाजमा उसको कुनै स्वतन्त्र पहिचान वा उपयोगिता छैन। ऊ केवल अरूको सुरक्षा वा शोभाका लागि प्रयोग हुने वस्तु जस्तो बनेको छ। 4. शिल्प र प्रविधि स्टाइल एन्ड टेक्निक। ध्रुवचन्द्र गौतमले यस उपन्यासमा चेतनाको प्रवाह स्ट्रिम अफ कन्सियसनेस शैलीको प्रयोग गरेका छन्। आन्तरिक एकालाप। उपन्यासमा बाह्य घटनाभन्दा पात्रको मनभित्र चल्ने तर्क, वितर्क र भावनालाई बढी महत्त्व दिएको छ। भाषिक प्रयोग। गौतमले छोटा, चोटिला र तीखा वाक्यहरूको प्रयोग गरेका छन्, जसले पाठकलाई पात्रको छटपटी महसुस गराउँछ। 5. तुलनात्मक विश्लेषण परम्परा र आधुनिकता। डाँपीभन्दा अघिका नेपाली उपन्यासहरू प्राय सामाजिक सुधार वा आदर्श प्रेममा आधारित थिए, तर डाँपीले नायकत्वको अन्त्य। यसमा हिरो छैन, बरु एउटा एन्टी हिरो अथवा एन्टी हिरो छ जो हार्न अभिशप्त छ। यथार्थको नग्न चित्रण। यसले जीवनका सुन्दर पक्षलाई भन्दा बढी कुरूपता, अभाव र दिगदार लाग्दो यथार्थलाई प्रस्तुत गरेको छ। निष्कर्ष। समग्रमा डाँपी एउटा यस्तो उपन्यास हो जसले मानिसलाई आफ्नो सेल्फको बारेमा प्रश्न गर्न लगाउँछ। यसले देखाउँछ कि आधुनिक सभ्यताले मानिसलाई सुविधा त दिएको छ, तर उसको पहिचान र मानवीयता खोसेको छ। ध्रुवचन्द्र गौतमले विक्रम मार्फत प्रत्येक शिक्षित तर अवसरहीन नेपाली युवाको कथा लेखेका हुन्। यो उपन्यासलाई केवल एउटा कथाका रूपमा मात्र नभई एउटा समाजशास्त्रीय दस्तावेजका रूपमा हेर्न सकिन्छ।